Welcome to our very new vlog. आज मार्च 30 हामी जाँदैछौँ भेरी नयाँ एउटा डेस्टिनेसनमा अल खैराज सी लाइनतिर जाँदैछौँ बिचतिर। हामीसँग हुनुहुन्छ हामीसँग जोडिएको प्यारो भाइ दुर्गा रिजाल, आजको हाम्रो भ्लगको मास्टर माइन्ड मास्टर प्लानर दुर्गा रिजाल। अब दुर्गा भाइले आज ईदको हाम्रो छुट्टी छ कतारमा होइन, 2 दिनको पब्लिक होलिडे हुँदाखेरि हामी यो पब्लिक होलिडेलाई सदुपयोग गर्नका लागि मनोरञ्जन गर्नका लागि साथीभाइहरू मिलेर आज अल खैराज होइन त अल खैराज बिच जाँदैछौँ। म पनि पहिलोपल्ट जाँदैछु। यहाँबाट मैले लोकेसन हेरेको अब लगभग 97 किलोमिटर टाढा रहेछ। लगभग 101 घन्टाको ट्राभल हामीले गाडीमा यात्रा गर्नुपर्नेछ। किप वाचिङ। सरररर लाग्यो है त साथी। एउटा गाडीले नहुने भएर 2टा गाडी लानुपर्ने भयो। हामी 8-9 जना टोटलमा हुने देखियो। किनमेल भइसकेको छ। हाम्रो बारबिक्यूको सामानहरू सब रेडी छ। लगभग यो सामानहरू यहाँ रेडी छ। अहिले हामी लुलु एक्सेसमा छौँ। यो मन्सुरा एरियाको एक दृश्य है त। स्वाट पछाडि मेरो, स्वाट अगाडि मेरो, यता माथि लुलु छ। हबिबी वेलकम। छिटो यार, धेरै ढिला गर्नुहुन्छ तपाईँ यार, खालि डान्स मात्रै गर्नुहुन्छ यार। म नै जिउ उपस्थित भइसक्नु भएको छ। ल भाइ ल सामान हालिहालौँ, ल लोड गरिहाल्नु। यो पहिल्यै डिके खोल्नुहोस् यार। यस्तै त हुन्छ, जहिले अलिक चाँडो गरौँ भन्यो। लगभग 2 बजिसक्यो। हाम्रो जना 3:30 बजेतिर त्यहाँ पुगिन्छ होला। It's been the flip in the plus in the some the pros in the seven the lew. It's been the flip in the plus, jam the pros, jam in the lew. एक की खाने उन्हें पुग्छ पल्ला छेउ। यो तपाईको हाल्नु। के हो त्यो? आइस ल। ल लागौ ल। ल यहाँ हामी निस्किन्छौँ ल। ईद फित्र मुबारक। ल गाइस, म अहिले इन्डस्ट्रियल एरिया पुगिसकेको छु। हामी 2 बजेर लगभग 45 मिनटमा म अल मन्सुराबाट यता आएको थिएँ। यहाँ इन्डस्ट्रियल एरिया 23 नम्बरसम्म लगभग 17-18 किलोमिटरको दूरी छ। लगभग 15-16 मिनटकै दूरीमा म यहाँ पुगिसकेको छु र साथीहरू त्यहाँ पर्खिरहेको छन्। यो चाहिँ इन्डस्ट्रियल एरिया हो। इन्डस्ट्रियल एरिया 23 नम्बरमा हाम्रो केही साथीहरू बस्नुहुन्छ। उहाँहरूको अकोमोडेसन यतै छ। यहाँ 5-6 जना हामी साथीहरू यहाँबाट नि जोडिएर लगभग 9 जना थियो भएर हामी यहाँबाट आज अल खैराज बिच जाने प्लानमा छौँ। म साथीहरूको अकोमोडेसन पुगिसकेको छु। यस्तो छ यहाँको एरिया। हाम्रो सुखदेव सर ल आउनु छिटो यहाँ तल झर्नु। ओहो लु सब मेरिनेटेड यताउता गाजर सलाद सलाद के छ? गइन्छ नि त आज बिच? गइन्छ नि? ठिक छ नि सब तयारी? हेलो वेलकम भाइ देव। वेलकम टु माई ब्लग। धन्यवाद सर। के छ? ठिक छ? गइन्छ नि आज बिच? मजाले इन्जोय गर्ने आज वेलकम भाइ प्रदीप। ठिक छ ल, रमाइलो यसरी अङ्कमाल गर्नुपर्ने भयो। त्यहाँ हालो। ठिक छ भाइ। यस्तै हो। ल सामान लोड गर्दैछु। अब यहाँबाट सामान लोड गरेर अझै 1-1.5 घन्टाको ड्राइभमा जानुपर्छ। निकै टाढा छ आज हाम्रो डेस्टिनेसन। होपफुल्ली अब हामीले 12 बजे जाने भनेको, अब 2-2:30 बजिसक्यो। हेरौँ अब जे जसो होला होइन त भाइ? हो नि प्रदीप। प्रदीप भाइ चाहन्छ नि मान्छे होइन, उसको भाइ अमेरिका छ नि फेरि। फेरि देव भाइलाई चाहन्छ नि भन्ठाने होला उसको त। म्याडम जापान अनि प्रकाशको हेलो नमस्ते भाइ, के छ खबर? ल ठिक छ ल। भाइ रबिन सुवेदी। यो मान्छे नि मोटा र ह्यान्डसम भएछ ल। ल हाम्रो अर्को गाडी नै आइपुगेको छ। The one and only Manas Kumar Blan is already here. ल सर अब जाउँ। यहाँ हालेको छैन त्यसो भने ल फटाफट हालौँ। यहाँ को बस्ने अब बसौँ सारौँ। के हाल्नु छ रहेछ? जाने त होइन उसले तेल हालिसक्नु भयो होइन? फुल होइन त? फुल ट्याङ्क वेल। आजको हाम्रो भ्लगको
हिरो मेन एट्र्याक्सन भाइ प्रदीप डिस्ट्र्याक्सन होला नि लाई म यहाँ इन्ट्रोड्युस गर्न चाहन्छु अरू के छ भाइ भन्नुपर्ने कि एउटा दुइटा डायलग चाहिँ होस् न त्यस्तो डायलग केही पनि छैन गीत चित राम्रो गाउँछ अरे तिमीले गीत गाउ नि त छैन उता राजु सरले आउनुहुन्छ राम्रो आज हो के गीत गाउँछौ तिमीले के साह्रो ढिला हो तपाईँ यार ल वेलकम आजको ढिला सुस्ती गर्ने मान्छे नम्बर यो हालो 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 दुब्लो पातलो मान्छे यो गाडीमा बसौँ अलिकति मोटो घाटो मान्छे यो गाडीमा बसौँ 5 जना यता 4 जना यता पुरो बुझ्यो त केटा हो कहाँ बस्नु भ्लगमा स्मोकिङ सब आउँछ जानुहोस् भाइ इस्लामिकमै काम गर्नुहुन्छ उहाँ पनि यो चाहिँ हाम्रो गाडी रेडी केटा हो गइन्छ नि आज कता गइन्छ केटा हो कता गइन्छ कहाँ थाहा छ साउथी बोर्डर होइन अल खैराज बिच होइन त लेट्स गो मेन सिटीबाट बाहिरको एरियाहरू हेरौँ त यहाँ कस्तो छ एकदमै बाटो चाहिँ एकदम स्ट्रेट दायाँ बायाँ केही गर्दैन निदाय हुन्छ 120 किलोमिटर पर आवरको स्पिडमा यो बाटोमा हिँड्न सकिन्छ यहाँ हेर्नुहोस् माया साइडमा केही छैन सुक्खा भूमि बाहेक अरू केही पनि सुक्खा माटो एकदमै बन्जर भूमि छ यति सानो देश हो र पनि यसको यत्रो ठुलो भूभाग चाहिँ यस्तो छ अब यो काम नलाग्ने बेकार प्रकृतिले दिएको देशलाई पनि मान्छेहरूले उपयोग गर्न सकेका छैन ड्राइभ गर्दै यसो गर्दाखेरि फेरि दुर्घटना हुने सम्भावना हुन्छ साथै त्यही भएर धेरै लामो मैले भिडियोहरू गर्न सकिनँ माफ गर्नु होला मलाई क्षमा गर्नु होला तपाईँको कति परेको असुविधाको लागि म क्षमा प्रार्थी हस्त धन्यवाद नमस्कार फेरि भेटौँला जय नेपाल ल आओ प्रकाश ओल्यौ न ए प्रकाश ल ठिक छ राति पठाइनु है क्लिप अरे भाइ युट्युबमा सब्सक्राइब गर्ने हेर्ने त्यही ल आयो त यहाँसम्म 2-4वटा फोटो सोटो लिउँ रमाइलो गरौँ होइन के गर्ने यस्तै त हो यताको रमाइलो यो टोली कताबाट हो खतरा खतरा ह्यान्डसम मान्छे छ रहेछ नि डेजर्टमा के पाउँछ त भन्दा ह्यान्डसमहरू मात्र पाउँदो रहेछ नि डान्स टु डान्स 21 हान्यो ल भाइ ठिक छ एकदम राम्रो चलिरहेछ है ओके छ त खानीमा आइरहेछ होइन त्यो पेट्रोल हाल्नु पर्छ एकछिन ल हाम्रो ग्रुपको एक हानम न त ल आयो यस सुन्तले गयो ल ब्रेक टाइम ल बसौ सर पिसा फेर्ने न पिसा फेरौँ सबै हेरौँ पिसा फेर्ने अब हामी 15-20 मिनेटको ड्राइभमा हाम्रो जोगीको गन्तव्यमा पुग्नेछौँ आशा छ हाम्रो यात्रा अझै मनोरञ्जनपूर्ण हुनेछ रमाइलो हजुर एकदम बालुको स्यान्ड्युचहरू एक ठाउँ ल भाइ ब्याकग्राउन्डमा जाउँ मनोकण्डा ठाउँ छ तर हामी एकदमै मस्त छौँ यहाँ हाम्रो गाडी छ एउटा अगाडि ए ल आफ्नो गाडीमा बसौँ त साथी हो सट्टापट्टा गर्ने मन छ भने यसो चेन्ज हुँदा पनि हुन्छ एक्सचेन्ज हुँदा पनि हुन्छ यही ठिक छ है क्या ल है साथी हो सेफ ड्राइभ मौसम उसरी ठिकै छ है अहिले म त निकै चर्को गर्मी होला जस्तो लागेको थियो आज दिउँसो ल लेट्स गो मुभ जय
श्रीराम लाग्यो फेरि हाम्रो गन्तव्यतिर चट्ट लाएर यस्तो ठाउँमा आइपुग्यो अब दुखान भन्छु दुखान डिस्ट्रिक्ट समथिङमा परेर फेरि हो तर यहाँ बाटो अलिकति अफरोड रहेछ ग्राभल बाटो भन्ने कि यसलाई के भन्ने अफरोड भनौँ न यसलाई अब यहाँ सानसाना अब डाँडा काँडा पनि देख्न सकिन्छ हेर्नु साथीहरू यहाँ कता डाँडा काँडा कत्रो छ यहाँ ठिक छ द्याट्स फाइन ल मेरो ड्राइभिङ सहयात्री हुनुहुन्छ राजीव न्यौपानेजी उहाँले ड्राइभ सम्हाल्नु भएको छ भलै उहाँ ड्राइभरको सिटमा हुनुहुन्छ र पनि उहाँले मजासँग ड्राइभ सम्हाल्नु भएको छ हामी सुरक्षित नै छौँ चिन्ता नगर्नु होला भाइ प्रदीप अब मैले बारबार दोहोऱ्याइराख्नु पर्दैन होला उहाँको भाइ अमेरिका छ जिन्दगी भनेकै यात्रा हो यात्रा गरिराख्नुपर्छ भ्याए पुगेछ भने जिन्दगीले दिएसम्म यसले स्पेस जहाँ दिन्छ त्यहाँनिर घुमिहाल्ने हो गइहाल्ने हो आफ्नो समय आफ्नो आर्थिक अवस्था लगायत अन्य यावत ट्राभल डकुमेन्टहरूले यदि सपोर्ट गर्छ भनेपछि जस्ट डु इट गाइज यु विल नेभर रिग्रेट इन लाइफ इफ यु डु द्याट एट दिस टाइम एनीवे अब हामी अगाडिको यात्रामा फेरि सारा गाडी फसाइहाले साथी हो फसेँ म त यार गाडी फस्ने भन्दै ल हेरौँ यहाँ गाडी भयो त अब यार फस्ने हो भन्दा कहाँ अफरेड ल्याएर केटाहरूले के भाइरल हुने यहाँ तनाव भइसक्यो यार गाडी फसेर अब के भन्ने त भन्यो त अब यस्तो ठाउँमा गाडी फस्या छ अब यसलाई निकाल्ने कसरी यसलाई डोर्याउने कसरी अब पुग्ने कतिखेर फेरि ल निकाल्नुहोस् ल म यहाँ अगाडि ल गर केटा हो के हो निकाल यार गाडी फस्यो साथी हो अब यो स्यान्ड ड्युन्सहरूमा यस्तो ठाउँमा अलिक गाडी अब हाम्रो सानो गाडी छ नि त धकेल केटा हो सब धकेल पछाडिबाट धकेलाउन सबैलाई पछाडिबाट गाह्रो भयो ढुङ्गा सानो ढुङ्गा पास केटा यस्तै त हुन्छ के गर्ने गाडी फस्यो जाम हो केटा हो एकदमै अब हेरौँ अब फर्किँदाखेरि अब के हुने हो त्यो अर्को समस्या छ अर्को पिच बाटो छैन अब हिँड्नुपर्ने यही बाटो अझै हामीले 10-15 मिनट अझै ड्राइभ गर्नुपर्ने छ अब यो बालुवामा फसेपछि गाह्रो हुन्छ क्या गाडी फेरि गाडी फसेर हामीले ब्याक गर्नु पर्यो साथी हो के गर्ने अप्ठ्यारो भयो समस्या भयो गाडी त आयो पछाडि ब्याक त आयो भन्दै दुःख पायो गाडीको गाडी चढ्ने मान्छेलाई क्षतिपूर्ति तिराउने हो हेर्नुहोस् ल गाडी दुःख पायो अब हामीले फेरि ब्याक टर्न गरेर अनि जहाँबाट हामीले यो भित्रको बाटो ल्याएको थियो सर्टकट बाटो ल्याएको थियो फेरि त्यही पुगेर हामी अगाडि जानुपर्ने भयो साथी हो अलिकति रसाकसी छ बाँकी कुरा फेरि गरौँला हियर वी आर भेरी क्लोज टु आवर डेस्टिनेसन यु क्यान सी द अरेबियन सी दिस इज भेरी क्लोज टु साउदी अरेबिया आई होप साथी हो यहाँको नजारा यो नजारा पनि मैले बताएर आएको 10 वर्षपछि मात्र देख्दैछु तपाईँहरू एकै झलकमा हेर्न पाउँदैनुहुन्छ तपाईँहरू त्यो मानेमा धेरै भाग्यमानी हुनुहुन्छ हेर्नुहोस् तपाईँले हामीलाई थ्याङ्क्स भन्नै पर्छ एकदम यु मस्ट से थ्याङ्क्स टु अल अफ अस स्पेसली दिस म्यान यु अलरेडी नो हिज ब्रदर इज इन युएसए रमाइलो ल बाँकी सिन पछि गरौँला है साथी हो म ड्राइभमा छु Most often, the difficult path leads to the beautiful destination. होइन त्यही होइन भाइ मैले कति मिलाएँ मेरो ग्रामर त्यति राम्रो त छैन साथी धेरै जसो समय अप्ठ्यारो बाटोहरूले एउटा सुन्दर गन्तव्यमा पुर्याउँछ भन्छन् होइन अब अघि त्यत्रो ट्र्यापमा पऱ्यौँ गाडी फस्यो होइन अब धक्का प्लेट लाउनु पऱ्यो मेरो गाडीको तलको त्यो के भन्दा त्यसलाई अन्डर कभर
भनौँ निस्क्यो गाडीलाई पनि अलिकति क्षति पनि पुग्यो होइन र पनि फेरि हामी यो यात्रालाई कन्टिन्यू गर्दै ब्याक गरेर हामीले राइट ट्र्याकमा बसेर फेरि यो बिच बाटो हुँदै हामी हाम्रो गन्तव्यतिर फेरि पनि गइरहेको छौँ वाउ क्या पिसफुल एरिया छ यार ओ माई गॉड वाउ त्यो उता हेर्नु पिसफुल लाइक समवेयर इन हेभन गाइज हेरौँ त कति सुन्दर छ ठाउँ सुन्दर एकान्त एउटा नौलो ठाउँ हो होइन जहिले अब स्काई स्कार्परहरू भएको ठुलो बस्ती भएको मान्छेहरूको भिडभाड भएको ठाउँ मात्र सुन्दर हुन्छ भन्ने छैन र हरियाली एकदमै घना जङ्गल भएको ठाउँ मात्रै राम्रो हुन्छ सुन्दर हुन्छ भन्ने पनि छैन यस्ता रेगिस्तानहरू होइन मानव बस्तीविहीन ठाउँहरू जहाँ सुन्दर बाटो छ दायाँ बायाँ होइन एकदमै रेगिस्तान बालुवा र रेयरली देख्न सकिने साना साना टाइनी हाउसहरू वाउ सच अ ब्युटिफुल वन्डरफुल वे आई लभ इट साथी हो 4:20 हामी अल खारिज फ्यामिली बीच यो पहिला फ्यामिली बीच थियो अहिले चाहिँ ब्याचलर्स बनाइसकेको रहेछ हामीहरू सबैजना भाइ तिमीले छोटो बाटो हाल्यो क्या छोटो बाटोमा यसो हुन्छ क्या अफरोडमा बस्छ के अगाडिबाट जाने कि यहाँबाट जाने भनेर हैन पछि मनोजीसँग पनि कुरा हुँदाखेरि के गर्ने त भन्दा अब यो गुगलले यस्तै देखाउँछ हामी यहीबाट हान्यौँ भन्ने खालको कुरा भयो जाउँ भनेर भयो पहिला म आएको नि बाटो चाहिँ त्यही हो त्यो त ठिकै छ क्या मेरो गाडीको छाला गयो नि त अब गर्ने के छाला अब टाल्नुपर्छ अब छाला निकालेर मेरो गाडीको छाला गयो हेर्नुहोस् दुःखद घटना चाहिँ त्यस्तो भयो आफ्नो बुद्धि लाउनु है केटा मैले रोकेकै हो गाडी पनि एक ठाउँमा हुँदैन यो बाटो जाँदै अप्ठ्यारो हुन्छ फस्छ भन्दै फस्यो नि हाल्यो एनिवे नाउ वी आर हियर इन अ भेरी ब्युटिफुल डेस्टिनेसन अल खारिज फ्यामिली बीच अब यहाँ अहिले ब्याचलर्सहरूलाई नै अलाउड छ यहाँ हाम्रो नेपाली दाजुभाइहरू नि हुँदो रहेछ लिनु न सुन्तरा भयो नि खानुहोस् बाँकी अब पछि के कसो हुन्छ लीजिए भाइ साहब आप भी खाइए पूरा मजे से बैठे हो आप तो हाँ पूरा सोफा लगा के गद्दे में मजे करेगा आप लोग को छुट्टी है हम लोग को छुट्टी भी नहीं है आपका तो यही काम है आप तो छुट्टी में ही काम कर लेते हो भाई वो अच्छी बात है ना ल हेर्नुहोस् त कति सुन्दर ठाउँ छ यहाँ आहा त्यहाँनिर बार्बीको लागि त्यो स्ट्यान्ड जस्तो नि बनाइदिएको रहेछ केही सेल्टरहरू पनि राखेको छ यहाँ अब यहाँ अरूहरू पनि यहाँ रमाइलो गर्न आएको देख्न सक्नुहुन्छ तपाईँहरू निकै चर्को गर्मी होला जस्तो लागेको थियो गर्मी नै खासै रहेनछ धेरै गर्मी रहेनछ अहिले त चिसो हावा पनि आइरहेछ जेसुकै होस् त्यहाँ माथि हाम्रो ऊ राख्ने हो नि कोइला माथि हाम्रो छुट्टै त्यो जाली छँदैछ भइहाल्यो त कोइला तल हाल्ने आगो बाल्ने त्यही राख्यो यहीँ पोलाउँ न त के भयो त यहाँ पोल्ने खाने हाम्रो जुवाडेहरूको जुवाको व्यवस्था भएपछि तास निकालौँ न ल अब एक गेम हामी कल ब्रेक हान्छौँ यहाँ अब डान्स 21 अलरेडी इन मुड टु सुट हिज भिडियो अब साथीहरू यहाँ बार्बिक्यू गर्ने आफ्नो तयारी भइ नै रहेछ आजको हाम्रो मास्टर शेफ लेट मी इन्ट्रोड्युस टुडेज मास्टर शेफ मिस्टर सुखदेव घिमिरे all the way from Zappa the main assistant for today Robin Subedi ल अब उ भाइको परिचय मैले दिनु परेन भाइको भाइ कहाँ छ सबैलाई थाहै छ हैन राजीव ल हामीले अब 10
20-30 कतारी रियालको कल ब्रेक हान्दैछौ केटा हो। अब कलले जित्छ, जितपछिको पार्टी हुन्छ फेरि। ल प्रकाश जितिन्छ त? प्रकाशले जित्ला जस्तो छ। मान्छे साइलेन्ट तर कल ब्रेकको क्लियरै होला। 10-20 मात्रै भयो, 30 देऊ। मिनिमम 30 ए भाइहरु ल 30 30 कम से कम 30 रुपैयाँ 10-20-30 को क्या भयो 25-30 ल भाइ सानो ल भाइ ल 10-20-30 को कल ब्रेक हुँदैछ। डेपोजिट आइसकेको छ, जसले जित्छ त्यसैले खान्छ पैसा। केटाहरु खालमा बसिसकेको अवस्था। 60 रुपैयाँ खान्छ, 6-18 भनेपछि 2000 रुपैयाँ नेपाली खान्छ त्यो। खायो समुद्र बीचमा आएर चाहिँ टेबल ओछ्याएर केटाहरु खालमा बसिसके। हाम्रो खाले त चलिरहेछ। हाम्रो यता अब चाहिँ बार्बिक्यू रेडी हुँदैछ यहाँनिर होइन बनाएर चिकन बार्बिक्यू, त्यस्तै हाम्रो यता मटन बार्बिक्यू अरू यता छ होइन बिचको छेउमा आएको छौँ। हाम्रो पाकेको खानेकुरा आइसकेको छ। राजे भाइ खसीको ल्याम्प चपको आनन्द लिँदै अचारसँग मिठो अचारसँग टिस्यु देऊ न यार भाइलाई। प्रकाश पैसाका साथसाथै मासुका साथसाथै कल ब्रेकको पैसा खाने दाउमा प्रकाश भाइ पनि 5 हात बोलेर झ्याम्मै 60 रुपैयाँ कमाउने दाउमा। इटामा रङ लगाएको ल खेल यस प्रकार सघाइयो। मैले 40 रुपैयाँ हारे, प्रकाशले 30 रियाल हार्यो, यो मान्छेले मेरो 40 रियाल जित्यो अनि त्यो भाइले 30 रियाल जित्यो। विनर फर टुडे स्क्याम इज राजीव न्यौपाने। वाउ वाउ कस्तो मजाको अवस्था आउँदो सूर्यलाई हेर्नु त साथी हो। ओ माय गॉड सच अ ब्युटिफुल वन्डरफुल भ्यू। यहाँ डान्स टु डान्स 21 को डान्स हेर्न सक्नुहुन्छ तपाईँ यहाँ। ओ माय गॉड The secret superstar from Qatar, Dance to Dance 21. बार्बिक्यूको कार्यक्रम यहाँ जारी छ। सुखदेव सरको मिठो मिठो मिष्ठान्न परिकार। ओ माय गॉड परिकार यहाँ मकै पनि बनिसकेको छ। अझै एक लट बाँकी नै छ। मटन रिब्सहरू, रिब चप्सहरू सही चिज ल्याउनु भएको छ क्या मैले बार्बिक्यू गर्नलाई। यो लेग पिस पनि चट्टो छ, यहाँ यता रिब चप पनि छँदैछ। अब चिकन खाइहाल्यो फ्रेस। चटनी त्यहाँ ओहो माइन्ड यो चटनी त घर लैजानु पर्ने। बा यति धेरै चटनी रहेछ कि हालिदिनु पर्छ नि यार हुलेर यार। एकदम टेस्टी छ। ल है त साथी तर त यार बल बनाउँदै छ तपाईँले यार। हाल्नु अचार हाल्नु एकजनाले मनी आउनु पर्यो। अचार हाल्नु Oh my god. Papa, what a wonderful view, guys. Can you imagine? This is real. This is real in front of our eyes. Such a wonderful view. Oh my god. Breathtaking, guys. Breathtaking. Lovely. Dance to Dance 21. The one and only secret superstar from Qatar. एकदमै बेस्ट छ आजको होइन। टप
टेस्टी। अब आजको सबैभन्दा बेस्ट चाहिँ मलाई यो लाग्यो होइन। अब चिकन मटन त अब अभियसली मिठै छ, अब यसले झन् कम्प्लिमेन्ट गरेको छ। ल सुखदेव सर, यो अचारको के हो रेसिपी भनिदिनुहोस् त विशेष? यस्तो हुन्छ कि भिडियोमा सबैले खालि भाँडा बसाउनु भन्छ, सबभन्दा पहिला ग्यास बाल्नुपर्छ। ग्यास बाल्नु पर्यो, ग्यास बाल्नु पर्यो गाइस, ग्यास बाल्नु पर्यो, ग्यास बाल्नु पर्यो, ग्यास बाल्नु पर्यो। प्यान बसाउनुस् ग्यासमा, तेल हाल्नुहोस्, तेल ताप्छ, टमाटर र चट्ट 2 टुक्रा काट्नुहोस् है, काट्ने अनि घोप्टो पारेर त्यसलाई घोप्टो पार्ने भएर तेलमा चररर पार्ने। त्यो यस्तो सुल्टो राख्नु भएन, घोप्ट्याएर राख्नु पर्यो। काटेको भाग तावाभित्र माथि राख्नु पर्यो। ओके, अनि त्यसपछि तपाईँले अब खोर्सानी पनि त्यहीँ हाल्नुहोस्, अदुवा लसुन काटेर सबै त्यहीँ हाल्नुहोस्, अनि टक्क लगाइदिनुहोस्, धन्काएर र माथिबाट छोपिदिनुहोस्। कति मिनट? 10 मिनट जति मजाले चट हुन्छ नि त्यो रातो हुन्छ है, त्यहाँ छोपिदिनुहोस्। अनि त्यो सेलाउँछ, सेलाएपछि आफ्नो नुन मरमसला चट्ट हालेर मिसिनमा ब्लेन्ड गरिदिनुहोस्। अलिकति हल्का तिमुर पनि हालिदिनुहोस् होइन। तिमुर लसुन अदुवा त्यो जुन पाकेपछिको स्वाद फ्यान्टास्टिक। त्यसपछि त्यसलाई ग्राइन्डरमा हाल्दिने। अनि अब धनियाँ हालेर खानु मन छ, धनियाँ पनि हाल्दाखेरि फेरि तपाईँले 5 मिनेट भन्दा धेरै नगुमाउनु फेरि। 5 मिनट बढी भएन, 5 मिनट 2 मिनट घुमाउनुपर्छ क्या। यो हाम्रो यसको रेसिपीमा टिमुर छ। यो हाम्रो टिमुर नेपालको अर्गानिक टिमुर हो, अर्गानिक हिमालदेखि आएको। हिमालदेखि आएको। स्विमिङ हानु नि त अब फटाफट। ल स्विमिङ स्विमिङ रेडी रेडी स्विमिङ रेडी। यहाँ त नजाउँ होला। ल अब स्विमिङ गर्ने बेला भएको छ हाम्रो। सट्ट लाएर आऊ केटा आऊ। समुद्रमा बसेर योगा गर्नुपर्छ है। योगा यहाँ होइन त, यहाँ त समुद्रमा बसेर गर्ने। ल एकदम मजाको वेदर छ, स्विमिङ गरिन्छ अब एकछिन। स्विमिङ गर्यो भनेर उता गएको यो माछाले बाइट गरि त हाल्यो मलाई। उतासँग स्विमिङ गर्न गएको थियौँ, माछा खुट्टामा झुन्डी गएर आफू त डरायो। मजाक होइन, यहाँ टुक्या छ कि हो नि। त्यस्तो भयो, फर्केर आयो, एकदमै नौलो एक्सपिरियन्स भयो, एकदमै एडभेन्चर पनि भयो होइन। अब धेरै टाढासम्म स्विमिङ गर्न जाँदिनँ म कहिले पनि। यो सीमा थियो होइन, डरलाग्दो भयो, त्यति पनि हुन सक्थ्यो नि त। टेकिङ लङ ब्रेथ, आइ एम फाइन। यहाँ हाम्रो फाइनल खानेकुरा बार्बिक्यूको सेट बन्दैछ। फेरि पनि मेन सेफमा हाम्रो सुखदेव सर, उहाँको पकवान आज मिठो मिठो मेरो आज। ल बाहिर मुख्य सहयोगी यता राजीव खानी मात्रै ढोड मसाले मिठ खानु होइन।
ल चटपट यहाँ बन्दैछ ओहो थैलेमै हो चटपटी पनि ल सकिगयो नि ल ओ माई गड ल गजल धन्न माछाले आज माछाको चारो भइहाल्छ यार माछा खाइन्थ्यो छोड्दै रमाएर माछा अचल खुब मिठो लाग्ने भएको छ क्या मलाई त्यो माछाले चाल पाछे क्या मलाई खाने मान्छे यही हो भन्दै मलाई खाने मनुष्य यही हो आज यसलाई हाम्रो चारा बनाउनु पर्छ भन्दै झुन्डिहाल्यो नि धन्न माछी हो खाना रेडी गाइस खाना रेडी भइसकेको छ हाम्रो अब यहाँ के छ चिकन मटन अचार यो चाहिँ अब के हो यो अब यो चटपट भाइ राजु कस्तो छ खाना मिठो छ ल हाम्रो आज साँझको फाइनल खाना यही हो साथी हो ठो कोल्ड ड्रिङ्क पनि आयो कस्तो छ देव सर एकदम बेस्ट बस न खोइ त हाम्रो सुखदेव सर ल ल भाइ प्रदीप तिमी आएनौ नि तिमी नआए भने त फेरि मान्छेले चिन्नु परेन फेरि प्रदीप भाइ ल अब हामी नि खाना लाग्छौँ ल आजको मेन सेफ फेरि आइहाल्नु भयो रोटी लिएर तातो काटेकै छैन सकेको छैन केही गरेकै छैन सकेको त काँको काटेको ल दियो है त खाना ल खाऊ ल रोटी तपाईँहरूलाई ल्याइदिएको छु तपाईलाई आलु पनि खाँदैछ है आलु पनि छ ल रोटी खाने को ल हामी इन्जोय गर्छौँ है टिम ताराहरू हेरौँ साथी आकाशमा ल गाइस ब्याक टु दि टाउन हामी सहर प्रवेश गरिसकेको अवस्था छ इन्डस्ट्रियल एरिया एकैछिनमा पुग्नेछौँ साथीहरूको राजीव भाइको अकोमोडेसन एरियामा आइसकेका छौँ फर्केर यात्रा सफल भयो यात्रा रमाइलो भयो एकदमै मनोरञ्जनपूर्ण रह्यो फेरि पनि चाँडोभन्दा चाँडो यस्तै यात्रा फेरि गर्नुपर्छ भन्ने एउटा विश्वासका साथ यात्रा यस प्रकार हामीले कन्क्लुड गर्नै लागेको अवस्थामा पुगिसकेका छौँ यात्रा रमाइलो रह्यो ईदको छुट्टी हामीले आज अल खैरिज बिच गएर एकदमै रमाइलो गऱ्यौँ आशा छ हाम्रो यात्रा तपाईँले हेरेर मनोरञ्जन लिनु नै भयो होला पक्कै पनि फेरि अर्को भ्लगमा भेट्नेछौँ हस्त शुभरात्रि शुभ सन्ध्या शुभ प्रभात सबैजनालाई जहाँ जो जस्तो अवस्थामा हुनुहुन्छ रमाउनु होला खुस रहनु होला मस्त रहनु होला व्यस्त रहनु होला हस्त ट्याप्पा गुड बाई